guys, welcome to my new vlog, new day. आज चाहिँ म दाङ आएको छु कि हिजो अब यता गेम परेकोले आज चाहिँ मौसम लास्ट दामी गरेको कारण चाहिँ निस्किम भन्ने प्लान हो माथितिर। त्यहाँ सुशील भाइ आइसक्यो, हिरो भनेर आइसक्यो, अब निस्किनु पर्छ है। आजको आउटफिट चाहिँ यस्तो छ कि अब ट्याक्क यस्तो लाएर ट्याक्क निस्किनु पर्छ। ल अहिले भेटौँला बाटोमा। ल गाइस निस्केको, हामी चाहिँ डाँडा चढिन्छ है। यो चाहिँ हाम्रो गाउँको भ्यू भयो। यो चाहिँ ट्याक्क अब धानको बिहार राख्ने बेला भइसकेको छ, पानी परेर दामी मौसम गर्दैछ। यसरी जाँदैछौँ दुई भाइ। अहिले माथि भेटौँला बजारतिर। ल यस्तो छ अगाडि, यस्तै छ गाइस, जाँदैछौँ। यता चाहिँ यस्तो छ दामी दामी गोलाहरू। यो चाहिँ कसौडियार भन्ने ठाउँ हो। मौसम दामी छ, पानी पर्ला जस्तो छ है। कहाँ गइन्छ थाहा छैन, पहिला खोराइ गइन्छ, खोराइ गइन्छ, त्यसपछि थाहा हुन्छ। त बिस्तारै पानी राखेर सौडियार है। यस्तै छ, त्यसो ब्रेक कस्ने बेला भयो। ब्रेक के गर्ने, साधनलाई पनि माया गर्नै पर्यो। यस्तो छ माहौल। ल यो चाहिँ सर्रा डाँडा छ। दिस इज सर्रा चौक। अब केटा यता गएपछि तुलसीपुरतिर गयो, यता गएपछि घोराइ। यो चाहिँ तुलसीपुर है, यता चाहिँ घोराइ। कहाँ गइन्छ मात्रै थाहा छैन केटा हो, तर गइन्छ। यस्तो छ। ल अहिले भेट्नुला फेरि। ल केटा, यो चाहिँ नयाँ पेट्रोल पम्प है। पेट्रोल हाल्नु पर्यो। पेट्रोलको रेट चाहिँ कति रहेछ भनेपछि 216 रहेछ है। ठिक छ, निस्किन्छ। आज मौसम लभली छ त्यो डाँडाहरूमा, अहिले फोकस हुन्छ। नयाँ पेट्रोल पम्प। ल अहिले भेटौँला फेरि चोकमा पुगेपछि। यो चाहिँ ब्याङ्क रोड, घोराइको ब्याङ्क रोड। हामी चाहिँ जाँदैछौँ मर्पेस, सायद मर्पेसै जान्छौँ होला। यस्तो छ, भिड छ आज। किन हो बजार, कसले हेर्छ यार। हाई भनिदिउँ भनौँ न त। लभलीको छोरी, लभलीको छोरी ब्याङ्क रोड है। यहाँबाट तल चाहिँ निमाल रोड निस्किन्छ, हस्पिटल लाइन। यस्तो चोकडा हो, हामी जाने हो यताको डाँडा हो, माथिको देखिँदैन। ल अहिले भेटौँला। यस्तो छ यता, धेरै यादहरू छ यो रोडतिर। यासीको सेन्टर यतै परेको थियो, रजेना स्कुल यता साइड। कता रजेनाबाट जाने? ल यो चाहिँ रजेना। यहाँ चाहिँ एससीको इक्जाम दिन आइएको थियो है। आज चाहिँ मौसम यस्तो छ, साउट आउट। स्कुल एरिया रे। चल 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 लैजा।
ल केटा यो चाहिँ रजना स्कुल यहाँ सिधै आइए त्यो सेन्टर पऱ्यो त्यही रजना बाई बाई यहाँबाट माथि चाहिँ मर्फेस अनि माथि मसिना सबै जाने बाटो यही हो ल अहिले भेटौँला माथि बाटोमा त्यही रमाइला क्लिप्सहरू आउँछ ल बाई ल केटा हो यस्तो मौसममा धेरै माथि आइयो यो के पुरुङ हो कि के हो सायद यो गाउँको नाम मलाई खास थाहा भएन यो गाउँघरको भाइब्स ट्याक्क त्यही भएर दाङ चाहिँ सही छ है केटा हो ट्याक्क यता पनि पाहाड उता पनि पाहाड बिचैमा तल चाहिँ बस्ती ट्याक्क भ्याली है उपत्यका त्यही भएर भन्छ एसियाको लार्जेस्ट भ्याली यस्तो छ दामी सिनहरू ट्याक्क ल यो चाहिँ गाउँघर हामी जाँदैछौँ यतातिर यस्तो ठाउँमा बाटो खोल्नु नै राम्रो कुरो हो है त्यो मान्छेहरू घर ताल्ला जस्तो छ सब बजारतिर झरिहाल्छ होला ए आमा हड्डिनु भएछ यहाँ ठिक छ यो गाउँ बाटो यस्तो छ गाइस केटा हो हामीलाई पुग्नु माथि छ हामी जाँदैछौँ ए बहिनी चाहिँ यहाँ बाख्रा लगेर जाँदैछिन् बहिनी ए बाख्रा हो यस्तो जाँदैछ सही छ रमाइलो छ त्यो यता पनि डाँडा उता पनि डाँडा डाँडै डाँडा ल केटा हो अहिले भेटौँला हेर्नुहोस् त त्यहाँ कता कता गाउँ घर छ यार पहाड ए अलगै दुनियाँ है यो कुकुर के हो यसको नाम लियो लियो ओ लियो टोक्दैन लियो ल केटा हो मर्फेसमा नानी कहाँ हौ तिमी गाईघोला कतिमा पढ्छौ 4मा लियो आइसक्यो हाम्रो पछि पछि है हामी चाहिँ यस्तो छ ठाउँ यस्तो छ अहिले माथि देखिदिएको जस्तो छ दिस इज मर्फेस ओ लियो यसलाई लगेर जाऊँ ल माथि यो चाहिँ गोराई यो यता चाहिँ कोरदौरा है यहाँ के बनाउँदैछ ए नानीको होला चाहिँ यस्तो छ यहाँको माहौल ल केटा हो मर्फेस डाँडा भाइ हाम्रो कोरले बजाउँदै गोरु यसको रक्षक यस्तो छ यहाँको भ्यू चाहिँ मस्तको छ है दामी छ ठिक छ यस्तै जगडा हो हामी चाहिँ फर्किन लाग्यौँ है बिच बिचमा सिनहरू क्लिप्स हालिदिन्छौँ हेर्नु होला सपोर्ट गर्नु होला यस्तो पुरै मौसम दामी गरिदिइसक्यो यहाँ होसोले पुरै ढाकिदिइसक्यो ठिक छ हामी जाँदैछौँ अफरोड अफरोड यस्तो छ गाडी चाहिँ विकास हुँदै गरेको ठाउँ मर्फेसबाट हामी फर्किसक्यौँ लभली लभली सिनहरू देखेर हेरेर हामी जाँदैछौँ अब घरतर्फ एकैछिन सिन हेर्न आएको थियौँ
अब चाहिँ वरिपरि बादलले पुरै ढाक्यो तर यो एरियामा ढाकेन कि यार झ्याउ भयो होइन। हामी जाँदैछौँ यस्तो छ हालत चिसो चिसो दामी मौसम छ। कति भइरहेको गर्मी खानु भनेर यसो 1 मिनट रेस्ट भन्दा पनि गेम भएर आएको। आज मात्र हो घुम्ने डुल्ने। आज दामी भ्लग आउँछ। ए यता यस्तो छ मौसम। पुरै ढाकिदिइसकेर केही देखिन्न ल। हेर्न सक्नुहुन्छ पुरै ढाकिदिएछ तप्केरै हुस्सु मात्र। ठिक छ अहिले बाटोमा भेटौँला केही नयाँ नौलो आयो भने ट्याक्कै स्टार्ट गर्छु ल। Thanks for watching. Keep supporting.